भुर्जुङ खोला तातोपानी कास्कीको माछापुच्छ्रे गाउँपालिका 1मा रहेको प्राकृतिक तातोपानीको स्रोत हो। यो स्थान विशेष गरी प्राकृतिक तातोपानी, धार्मिक विश्वास र पर्यटनका कारण स्थानीय रूपमा चर्चित छ। यो स्थान पोखराबाट उत्तरतर्फ अवस्थित छ। भुर्जुङ खोला तातोपानीको लिखित र ऐतिहासिक विवरण धेरै उपलब्ध नभए पनि यो तातोपानी स्रोत प्राकृतिक भूतापीय जियोथर्मल प्रक्रियाबाट जमिनको गहिराइबाट निस्किएको अनुमान गर्न सकिन्छ। धेरै वर्षदेखि स्थानीय बासिन्दाले नुहाउने, उपचार गर्ने र धार्मिक स्नान गर्ने स्थानका रूपमा यस कुण्डलाई प्रयोग गर्दै आइरहेका छन्। नेपालका अन्य स्थानका तातोपानी कुण्डमा जस्तै यहाँ पनि पानी जमिनभित्रको तापबाट तातेर सतहमा निस्कन्छ, जसलाई प्राकृतिक उपचारात्मक स्रोत मानिन्छ। स्थानीयका अनुसार यो तातोपानीमा बस्दा बाथरोग, नसा तथा शरीर झमझमाउने, छाला सम्बन्धी रोगको निको हुने विश्वास गरिन्छ। यही विश्वासका कारण विभिन्न स्थानबाट दैनिक 3 दर्जनको सङ्ख्यामा मानिसहरू आउने गर्दछन्। सर्वप्रथम नमस्ते, मेरो नाम भीमबहादुर गुरुङ। यो माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 1 अब मिर्सा तातोपानी यो ठाउँलाई। अनि यो चाहिँ तपाईँको यो परापूर्वकालदेखि यो तातोपानी यहीँ थियो होइन। यो डुबुल्की मारेपछि तपाईँको के हो भने यो युरिक एसिड छ नि, अहिले बात भन्छ, त्यसको लागि चाहिँ अब यहाँ नुहाएपछि राम्रो हुन्छ। अनि यो घाउ खटिएर रहे पनि यहाँ नुहाए राम्रो हुन्छ। अनि यो ग्यास्ट्रिकलाई पनि केही मात्रामा यसले काबु गराउँछ। अनि यहाँ चाहिँ यो युरिक एसिड चाहिँ बाथको मान्छे, यहाँ चाहिँ बोकेर आएको मान्छे यहाँ 1 हप्ता चाहिँ यहीँ बसेर नुहाए भने आफू हिँडेर जानु सक्ने चाहिँ यो तातोपानीको महिमा छ। तातोपानी कुण्डको महत्त्व र गरिमा दैनिक बढ्दै गए पनि सरकारवाला निकाय भने यसको संरक्षण र प्रवर्धनमा मौन रहँदै आएका छन्। वर्षेनी यो कुण्डलाई बाढीले बगाउने गरे पनि पानीको स्तर घटेपछि स्थानीयले पुनः बाढी कटाएर यो कुण्डको संरक्षण र व्यवस्थापन गर्दै आइरहेका छन्। यो हाम्रो सेतीको तिरमा भएको हुनाले यो बर्खामा पुरिदिन्छ। अनि हिउँद लागेपछि हामीले फेरि एउटा हाम्रो समिति छ, तातोपानी समिति। त्यो तातोपानी समितिले यहाँ आउने अब यात्रुहरूलाई अब यो सुविधा दिनमा त हामीले यो अब फेरि चाहिँ अब खनेर अनि यो पोखरी बनाएर नुहाउने काम गरिरहेछ। अनि यहाँ चाहिँ डुबुल्की मारेको एकचोटिमा एकजनाले कति तिर्नुपर्छ? अब अहिले चाहिँ एकजनाले चाहिँ 35 रुपियाँ तिर्नुपर्छ। त्यसमा कुनै समय सीमा छ कि? छैन। यहाँ 35 रुपियाँ तिरेपछि तपाईँको दिनभरि चाहिँ नुहाउनु पाइयो। र यो के हो अब निश्चित चाहिँ रकम हामीले के भने यही चाहिँ मेन्टेन गर्नलाई यो बनाउनुलाई अब लिने हो। भविष्यमा यसको अब यसरी नै जुन बर्खामा बाढी आउँछ, पुर छ होइन, फेरि हिउँदमा हजुरहरूले खोतल्नुहुन्छ, यसरी नै चल्ने छ कि भोलि के यसलाई व्यवस्थित गर्ने केही योजना छ? अब यसलाई चाहिँ अब व्यवस्थित गर्ने योजना त छ, तर अहिलेसम्म चाहिँ यो योजना यहाँ परेको छैन। अब यहाँ अहिले चाहिँ जब गाउँपालिका चाहिँ बसे गाउँपालिकालाई यो चाहिँ व्यवस्थापन गर्नु पर्यो, योजना पार्नु पर्यो भनेर चाहिँ गाउँपालिकालाई अनुरोध गर्दैछ। अनि दैनिक जस्तो कतिजना जति आउनुहुन्छ? अब दैनिक चाहिँ अब यहाँ कहिले चाहिँ 50-60 जना पनि हुन्छ, नत्र भने त्यही 20-25 जना चाहिँ हुन्छ। अनि डुबुल्की मार्न कुनै त्यस्तो कुनै समयमा आउँदाखेरि प्रभावकारी हुने भन्ने छ कि जति बेला जहिले आउँदा पनि हुन्छ? यसको लागि चाहिँ खास गरी चाहिँ तपाईँको फागुन चैत, माघदेखि फागुन चैत यो 3 महिना चाहिँ विशेष गरी यहाँ यो 3 महिना चाहिँ नुहाउँदाखेरि अब त्यो रोग चाहिँ अलि घट्छ भन्ने चाहिँ यहाँको चाहिँ मान्यता छ। अब त्यहाँ चाहिँ एउटा होटल छ, त्यहाँ चाहिँ बास बन्ने ठाउँ छ, त्यहाँ एउटा बास बन्ने ठाउँ छ। अनि कतिपय मान्छे चाहिँ अब पोखराबाटै चाहिँ अप डाउन गरेर नुहाउनुहुन्छ। अब कतिपय यहाँ चाहिँ बास बस्दा कोही 1 हप्ता, कोही चाहिँ अब 9 दिनको यसको नियम हुन्छ, कोही 11 दिन यसरी चाहिँ नुहाएपछि ठिक हुन्छ भनेर बढीमा 11 दिनसम्म यहाँ मान्छे चाहिँ बसेर चाहिँ नुहाउनुहुन्छ। त्यसैले अब यो प्राकृतिक चाहिँ अब यो चिज हो, त्यसैले हुँदाखेरि यो अब
स्वास्थ्यको लागि यसले धेरै राम्रो छ। तपाईँको त हामी हात खुट्टा जिउ दुखेको यहाँ नुहाएपछि यसले धेरै चाहिँ अब राहत दिन्छ। त्यसैले अब यहाँ मान्छेलाई चाहिँ नुहाएर राम्रो भएपछि आउने त हो कि। अनि त्यही भएर म्याग्दी भन्दाको यो राम्रो छ, तर यहाँ हामीले व्यवस्था गर्नु सकेको छैन। त्यति हो हाम्रो चाहिँ अब समस्या।